हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ हामी घुम्नको लागि जाँदैछौँ। हामी चारजना जाँदैछौँ। हामी चाहिँ यहाँदेखि पोखरासम्म अनि पोखरादेखि मुस्ताङसम्मको यात्रामा छौँ। अनि यहाँ चाहिँ हामी गाडीको वेट गर्दैछौँ। हामी चाहिँ आफै गाडीमा बसमा जान लागेको हो नि त। सो अनि हाम्रो बस आइसकेको छ। यहाँ हजुरहरूले देख्न सक्नुहुनेछ। अब चाहिँ हामी चाहिँ आफ्नो लगेजहरू चाहिँ ब्यागमा सरी के भन्छ त्यसको डिक्कीमा राखेर अनि यहाँ गाडीमा बसिसकेको छौँ। यो गाडी चाहिँ एकदमै लाइट मिलेको थिएन। अनि यहाँ चाहिँ म फ्लास बालीवरी भिडियो बनाइरहेको थिएँ। मलाई चाहिँ गाडी चढ्न नपाइकन भमिट होला जस्तो भइरहेको थियो। सो म यहाँ भन्दैछु। अनि यस्तै हो। अब हाम्रो चाहिँ 3-4 दिनको ट्रिप छ। अनि यहाँ हामी चाहिँ दुईजना फर्स्ट टाइम होला यस्तो सँगै लङ ट्रिपमा गएको। अनि अङ्कल आन्टीहरूको पनि मुस्ताङ र पोखरा चाहिँ फर्स्ट ट्रिपै हो। अनि यहाँ आन्टी के छ भन्दा एकदम ठिक छ भनिरहनु भएको छ। अनि अब हामी चाहिँ यहाँबाट भर्खरै हिँडेको नि त। लगभग 7 बजेतिर हामी त्यहाँबाट निस्केका थियौँ सलकपुरबाट। अनि अब हामी जाँदैछौँ इटारी आइपुग्यौँ। हामी चाहिँ इटरी आइपुग्यौँ। अनि यो इटरी आइपुग्दाखेरि चाहिँ एकदमै पुरा खतरा विदेशी पुगे जस्तो भाइब्स आउँछ यो लाइटिङहरूले गर्दाखेरि। अनि अब त्यही हो, हामी जान्छौँ घुम्छौँ। हामी सबै घुमेको कहाँ कहाँ जान्छौँ के गर्छौँ भनेर ब्लग बनाउँछौँ, फोटो खिच्छौँ हाल्छौँ होइन। अनि अब यहाँ चाहिँ हाम्रो गाडी रोकेर अरू मान्छेलाई पनि हाल्दै हुनुहुन्थ्यो, अरू पनि जाने हुँदै हुनुहुन्थ्यो। अनि हामी चाहिँ अब आज हिँडेको भोलि बिहान 9-10 बजीतिर पोखरा पुग्छौँ। अनि यो चाहिँ कोसी ब्यारेकको भिडियो हो। हामी चाहिँ कोसी ब्यारेक पुग्दाखेरि एकदमै अँध्यारो भइसकेको थियो। अनि अँध्यारोमा पनि अब एउटा भिडियो त बनाउनै पर्यो भनेर चाहिँ एउटा भिडियो बनाएको हो। अनि अब त्यही हो, गाडीमा सबैजना मस्त सुतिरहेका छन्, फिल्म चलिरहेको थियो। अनि हामी जाँदा जाँदै हाम्रो गाडी चाहिँ यहाँनिर कहाँ अरे बर्मजियामा रोकियो। अनि यहाँ चाहिँ चिया नास्ता खाने अनि वासरुम जानेहरूको लागि भनेर रोकेको थियो। अनि मलाई चाहिँ एकदमै पुरै भमिट आउला जस्तो भइरहेको थियो। अनि बाहिर निस्केर यसो फ्रेस भए जस्तो भयो। अनि मैले चाहिँ यहाँनिर एउटा कोक किनेँ सानो। अनि कोक किनेर खाएँ किनकि कोकले अलिक भमिट हुँदैन भनेर हो। अनि म चाहिँ त्यहाँनिर त्यति खाइसके पछाडि अनि फेरि हामी गाडीमा गयौँ। गाडीमा गइसके पछाडि आन्टी चाहिँ यहाँ मस्त सुतिरहनु भएको छ। आन्टी चाहिँ गाडी चढेदेखि सुत्नुभएको, सुतेको सुत्दै त्यही पनि बिच बिचमा हाई भन्न चाहिँ छोड्नुहुन्न होइन आन्टीले, किनकि ब्लगमा पनि आउनु पर्यो नि त, त्यही भएर। अनि यहाँ चाहिँ म पनि अब अलिक चाहिँ सुति नै दिएँ मस्तले। अनि हामी चाहिँ लगभग 12 बजेको थियो होला खाना खाने ठाउँमा पुग्दाखेरि। अनि यहाँ चाहिँ खाना खानको लागि भनेर गाडी रोकेको थियो। अनि हामी वासरुम गयौँ ओऱ्यौँ। अनि त्यसपछि भनेको हामीले चाहिँ कुन ठाउँमा रोकेको थियो? यो कुनै ठाउँमा थियो, हामीलाई एक्ज्याक्ट अहिले थाहा भएन यो ठाउँ चाहिँ। अनि यहाँनिर चाहिँ हामीले आफैले खानेकुरा लगेर गएको थियौँ। हामीले लालगढमा हामीले चाहिँ होटलको नखाने भनेर आन्टीले चना पकाएर हाल्नु भएको थियो, काँक्रा थियो, नास्पाती थियो। अनि हामीले चाहिँ एउटा पानी किन्यौँ। अनि त्यही हो, बस्यौँ खायौँ। यहाँ चाहिँ मान्छे 2टा बसको मान्छे टनाटन थिए होइन। राति 12 बजे पनि खाना बेच्न राख्ने। यहाँ चाहिँ मलाई पुरै भमिट आउला जस्तो चाहिँ भइरहेको छ, टेस्टिनँ। अनि हामीसँग यो एउटा भुजिया पनि थियो। मस्त बसेर हामीले चाहिँ रातिको 12 बजे चना र काँक्रा नास्पाती मस्तले खायौँ। अनि त्यही हो, मजा आइरहेको थियो गाडीमा हिँड्नको लागि। अब त्यहाँबाट हाम्रो फेरि यात्रा स्टार्ट हुन्छ। यो चाहिँ भरतपुर पुग्न लागेको। यो चाहिँ अब मर्निङको भयो किनकि नाइटको हाम्रो सकिसक्यो। हामी एकदमै थकित अवस्थामा थियौँ, धेरै ब्लग गर्न भिडियो बनाउन सकेनौँ। यो चाहिँ बिहानको हो। अनि यति बेला चाहिँ हामी पुरै सबैजना थकित भइसकेको थियौँ होइन। अलिक यो असहज भइरहेको थियो। अनि म चाहिँ यहाँ मस्त सुतिरहेको थिएँ बिन्दास तरिकाले, आफ्नो सिटभन्दा पनि अर्काको सिटमा बसेर मस्तले गइरहेको थिएँ। अनि त्यही हो, यहाँ चाहिँ गर्मी पनि भइरहेको थियो, घाम चरक्क चर्किरहेको थियो। अनि
आन्टी र अङ्कल चाहिँ मस्त निदाइ नै रहनु भएको छ मजाले निदाएर आउनुभयो हामी चाहिँ बाहिर पनि हेर्दै थियौँ अनि यहाँ चाहिँ फेरि बिहान मर्निङको चिया खाजा खानको लागि रोकिएको थियो अनि हामीले चाहिँ यहाँनिर मस्तले सब्जी र डोनट खायौँ अनि त्यही हो त्यहाँबाट चाहिँ हामी फेरि निस्क्यौँ पोखराको लागि अब यहाँबाट चाहिँ करिब हामीलाई पोखरा पुग्नको लागि 1-1.5 घन्टाको बाटो थियो अनि हामी चाहिँ यहाँबाट निस्केर गयौँ त्यही हो रमाइलो भइरहेको थियो मजा आइरहेको थियो हामी भिडियो गर्दै बोल्दै हाँस्दै गइरहेको थियौँ मजा भइरहेको थियो हामी 4 जना चाहिँ फर्स्ट टाइम यसरी जान आँटेको हामी 4 जना पनि के भन्नु हामी 2 जना पनि फर्स्ट टाइमै जान आँटेको अङ्कल आन्टीहरू पनि पोखरा लाइक यो मुस्ताङतिर चाहिँ फर्स्ट टाइमै हो कपल्स जान लाग्नुभएको अनि हामी चाहिँ यहाँ पोखरा आइपुगेको छौँ पोखराको अमरसिंह चोकतिर लगभग अमरसिंह चोक हो र यो त्यस्तै कता थिम्को नि अब हामी चाहिँ पोखरा लगभग पुगि नै सक्यौँ भन्दा हुन्छ होइन अनि हामी चाहिँ अब ठ्याक्कै यहाँनिर मलाई देखाउन पोखरा हामी आइपुग्यौँ भनेर भन्दै हुन्छ अनि मैले पुरा जुम गरिवरि देखाइरहेको थिएँ पोखरा 10मा हो कि यो मैले भिडियो बनाइरहेको चाहिँ अनि त्यही हो यहाँ चाहिँ गोरखकाली ट्रेडर्स पनि रहेछ फ्रिज भाँडाकुँडाहरूको अनि हामी चाहिँ यहाँ बस पार्कमा ओर्लिसकेको छौँ अब हामी चाहिँ बस पार्कबाट कहाँ जाने भनेर अनि यहाँ चाहिँ घरमा पनि फोन गर्दै हुनुहुन्छ आन्टी हामी चाहिँ यहाँबाट अब त्यहाँ ट्याक्सी होटलको लागि त्यहाँ बुझ्दै हुनुहुन्छ हामी आफै पर्सनल्ली आएको भएकोले गर्दाखेरि चाहिँ हामीले चाहिँ सबै कुराहरू यहाँ आउँदै अनि डिसाइड गर्दै कहाँ जाने के गर्ने भनिरहेको छौँ किन हामी चाहिँ यो टुर एन्ड ट्राभल्सबाट नआएको हो आफ्नै तरिकाले जाने भनेर अनि हामीले यहाँ ट्याक्सी एउटा रिजर्भ गऱ्यौँ अनि हामी जाँदैछौँ अब लेक साइडतिर हामी 3 जना पछाडि बसेको छौँ अङ्कल अगाडि बस्नु भइरहेछ अनि हामीले चाहिँ अब त्यहाँ लेक साइडमा एउटा होटल छ हामीले अलिकति चिनेको अनि हामी त्यहीँ जान्छौँ भनेर गइरहेको छौँ अनि लेक साइडतिर बस्ने लेक साइडतिर घुम्ने पोखरा आज घुम्ने अनि आजबाट चाहिँ आज घुमेर चाहिँ भोलि बिहान हामी मुस्ताङको लागि जान्छौँ अनि भोलि मुस्ताङमा बसेर पर्सि फेरि पोखरा फर्किन्छौँ अनि गान्द्रुक घुमेर अनि हामी चाहिँ फेरि सडकपुरतिरै ब्याक हुन्छौँ भन्ने सोचेर हिँडेका छौँ अब हेरौँ कता कता पुगिन्छ के गरिन्छ अब यहाँ चाहिँ हामी होटल आइपुगेको छौँ हामी चाहिँ होटल दरबार होटल डायमन्ड हो त्यहाँनिर स्टे गरेको छौँ अनि यहाँ आउने बित्तिकै उहाँहरूले हामीलाई चाहिँ चिया ब्ल्याक टी बनाएर दिनुभयो अनि हामी चाहिँ यहाँ अब रुमहरूमा जानको लागि रेडी भइरहेको छौँ यस्तै हो रमाइलो भइरहेको छ ओके गाइज फेरि भेटौँला नेक्स्ट भिडियोमा थ्याङ्क यू